तीन दिन भारी वर्षाको चेतावनी, पहिरो, डुबान र आकस्मिक बाढीको जोखिम, झापामा उच्च सतर्क रहन आग्रह। देशभर मनसुनी गतिविधि सक्रिय भएसँगै आगामी 3 दिनसम्म भारीदेखि धेरै भारी वर्षा, मेघ गर्जन, चट्याङ र हावाहुरीको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले असार 16, 17 र 18 गतेका लागि विशेष चेतावनी जारी गर्दै सर्वसाधारणलाई सतर्क रहन र मौसम सम्बन्धी अद्यावधिक सूचना उपलब्ध पछ्याउन आग्रह गरेको छ। महाशाखाका अनुसार आज देशभर अधिकांश स्थानमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा मेघ गर्जन र चट्याङ सहित मध्यम वर्षा हुनेछ भने कोशी, बागमती, गण्डकी र सुदूरपश्चिमका 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने अनुमान गरिएको छ। साथै ती प्रदेशका तराई क्षेत्र तथा मधेसका केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ। बुधबार र बिहीबार देशभर पूर्ण बदली रहने तथा अधिकांश पहाडी क्षेत्रमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका विभिन्न स्थानमा भारी वर्षा तथा तराई क्षेत्रमा हावाहुरीको जोखिम कायमै रहनेछ। महाशाखाले विशेष गरी कोशी, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र मधेस प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्रमा पहिरो, भुक्से र ग्रेगान बहाव तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने जनाएको छ। नदी तथा खोलामा जल सतह बढ्न सक्ने, साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने र यातायात सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली जस्ता ठूला नदीको बहाव हाल सतर्कता तह भन्दा तल रहे पनि झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा, नवलपरासी पश्चिम, रूपन्देही, कैलाली र कञ्चनपुर लगायतका जिल्लामा साना नदी तथा खोलामा बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको छ। महाशाखाले आगामी 2 दिन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम रहने जनाएको छ। आज देशका अधिकांश प्रमुख शहरमा दिउँसो र राति दुवै समयमा मेघ गर्जन सहित वर्षाको सम्भावना 40 देखि 60% सम्म रहेको छ। विशेष गरी काठमाडौँ, पोखरा, विराटनगर, धरान, धनकुटा, जिरी र ताप्लेजुङमा वर्षाको सम्भावना उच्च 60% रहेको महाशाखाको अनुमान छ। काठमाडौँको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियस तथा न्यूनतम 20 देखि 22 डिग्री रहने अनुमान गरिएको छ भने पोखराको अधिकतम तापक्रम 26 देखि 28 डिग्री रहनेछ। दिपायल, धनगढी र नेपालगञ्जमा अधिकतम तापक्रम 32 देखि 34 डिग्रीसम्म पुग्ने अनुमान रहेको छ। पूर्वी तराई सहित विभिन्न क्षेत्रमा भारी वर्षाको पूर्वानुमानपछि जिल्ला प्रशासन कार्यालय झापाले पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रशासनले नदी किनार, डुबान जोखिमयुक्त क्षेत्र तथा आकस्मिक बाढी आउने खोला, खहरे आसपासका बासिन्दालाई विशेष सावधानी अपनाउन, आवश्यक यात्रा नगर्न तथा खोला, खहरे नतर्न अनुरोध गरेको छ। साथै सुरक्षित स्थानबारे पूर्व तयारी गर्न र स्थानीय प्रशासनको सूचनालाई निरन्तर पछ्याउन आग्रह गरिएको छ।